अब तपाईहरु घर बनाउने सोच्दै हुनुहुन्छ र घर निर्माणको लागि परामर्श लिनको लागि चाहिँ तपाई कुनै एउटा निर्माण व्यवसायी अथवा चाहिँ निर्माण कम्पनीमा गएर चाहिँ परामर्श लिने बारेमा सोच्दै हुनुहुन्छ भने तपाईहरुले यी कुराहरुमा चाहिँ ध्यान दिनुपर्ने हुन्छ। के कुरा हो म तपाईलाई भन्न गइरहेको छु। अब तपाईले परामर्श लिन गएको अफिसमा चाहिँ तपाईलाई परामर्श दिनको लागि फरक सेक्टरमा काम गरिरहेका दक्ष अनुभवी मान्छेहरु छन् कि छैनन् अथवा टेक्निशियनहरु छन् कि छैनन् बुझ्नु पर्दैन। अब जस्तो तपाईको सिभिल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर, आर्किटेक्चर, सुपरभाइजर, साइट इन्जिनियर, ठेकेदार, त्यसैगरी कामदारहरु चाहिँ छन् कि छैनन् त्यो कुरा चाहिँ तपाईले बुझ्नु पर्ने हुन्छ। त्यसैगरी तपाईको त्यो कम्पनीले त्यो भन्दा पहिला बनाएका घरको डिजाइन र साथै एस्टिमेसन चाहिँ तपाईले चाहिँ हेर्न पाउनुहुन्छ कि पाउनुहुन्न अथवा चाहिँ त्यसको बारेमा चाहिँ जानकारी लिन पाउनुहुन्छ कि पाउनुहुन्न त्यो कुरा पनि ख्याल गर्नु होला। कतिपय निर्माण कम्पनीले चाहिँ तपाईको चाहिँ यतिकै झुटमा हामीले यति धेरै घर बनाएका छौं, हाम्रो यति धेरै अनुभव छ भनेर चाहिँ तपाईलाई झुट बोलेर तर तपाईको काम चाहिँ एकदमै न्यून गुणस्तरको गर्ने पनि मार्केटमा हामीले देखिरहेका छौं। त्यसकारणले यी कुराहरु चाहिँ तपाईहरुले पाउनुहुन्छ अथवा पाउनुहुन्न भन्ने कुरा चाहिँ तपाईले विचार गर्नुपर्छ। त्यसैगरी तपाईसँग चाहिँ घर बनाउनको लागि चाहिने सबै पैसा चाहिँ एकैचोटी एकमुष्ट नहुन पनि सक्छ। त्यसको लागि चाहिँ जस्तो होम लोनको पनि व्यवस्थाहरु छ। अब त्यो होम लोन लिनको लागि चाहिँ त्यो निर्माण कम्पनी अथवा निर्माण व्यवसायीले चाहिँ तपाईलाई कसरी सहजीकरण गर्छ अथवा चाहिँ त्यसको प्रावधानहरु के छ भन्ने कुरा चाहिँ तपाईले एकचोटी चाहिँ विचार गर्नुपर्ने हुन्छ। त्यो छ कि छैन भनेर पनि एकचोटी चेक गर्नु होला। त्यसैगरी तपाईले कन्सल्टेसनको लागि जाँदै गर्दाखेरि चाहिँ तपाईको घर निर्माणको लागि प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर र त्यसको स्याम्पल चाहिँ तपाईले चाहिँ चेक गर्न पाउनुहुन्छ कि पाउनुहुन्न त्यो कुरा पनि राम्रोसँग बुझ्नु होला। कतिपयले चाहिँ तपाईलाई चाहिँ एउटा गुणस्तरको सामान देखाउने र फिल्डमा अर्को प्रयोग गर्ने अथवा चाहिँ तपाईको चाहिँ ए लेभलको गुणस्तर भएको सामान चाहिँ प्रयोग गर्छौं भनेर चाहिँ कन्सल्टेसन अथवा चाहिँ अफिसमा भेट हुँदाखेरि चाहिँ भन्ने तर ए ग्रेडको सामान कस्तो हो भनेर पनि नदेखाउने र फिल्डमा पनि प्रयोग नगर्ने पनि छन्। त्यो पनि विचार गर्नुपर्छ है त। त्यसैगरी अब अर्को बुझ्नुपर्ने कुरा भनेको तपाईले आफ्नो घरको निर्माण कहिले सुरु हुने हो र कहिले चाहिँ उनीहरुले ह्यान्डओभर गर्ने हो र यदि उनीहरुले तोकेको समयभित्रमा निर्माण सम्पन्न भएन भने चाहिँ उनीहरुले चाहिँ त्यसको हर्जाना चाहिँ कसरी भर्छन् अथवा चाहिँ त्यसलाई चाहिँ कसरी चाहिँ व्यवस्थापन गर्छन् भन्ने कुरा पनि तपाईले बुझ्नुपर्ने हुन्छ। र तपाईले कुनै पनि कम्पनी अथवा निर्माण व्यवसायीलाई भेट्दै हुनुहुन्छ घर बनाउनको लागि भने चाहिँ यी लगायत अन्य कुराहरु व्यक्तिगत त्यसैगरी उसको चाहिँ प्रोफेसनल कुराहरु पनि बुझ्नुपर्ने हुन्छ। मार्केटमा त्यसको रिकमेन्डेसन कतिको छ हैन, रेपुटेसन कतिको छ भन्ने कुरा पनि एकचोटी विचार गर्नु होला र आफ्नो घर चाहिँ एकदमै गुणस्तरीय र एकदमै बलियो बनाउनु होला। धन्यवाद।